म अहिले यहाँ तपाईहरुको अगाडि कुनै भाषण गर्न उपस्थित भएको छैन। म केही प्रतिबद्धता र केही अनुभूति मात्रै राख्न चाहन्छु। आजको दिन एउटा ऐतिहासिक नेपाली जनताको छवि विश्वमा एउटा महान राष्ट्र र महान जनताका रूपमा स्थापित भयो। आदरणीय जनसमुदाय, यो महान राष्ट्र र महान जनता कसरी हुन सक्यो? एउटा चीज छोड्ने गरिएको छ, त्यो मौलिक सृजना, त्यो मौलिक विचार, त्यो मौलिक मान्यता। सशस्त्र विद्रोह र शान्तिपूर्ण जनविद्रोह, हजारौं शहीदहरूको बलिदानको बीचबाट एउटा विचार बन्छ। तपाई हामीलाई थाहा छ, अहिले राज्यको अग्रगामी पुनर्संरचना, वर्गीय जातीय क्षेत्रीय लिङ्गीय समस्याको समाधान हुने गरी अग्रगामी पुनर्संरचनाको कुरा छ। अहिले विचारमा